मलाई जटिल रोग रगत सम्बन्धीको जटिल रोग देखाउनु पूर्व मेरो शरीरमा देखिएका लक्षण जुन मैले प्रत्यक्ष रूपमा महसुस गरेको हुनाले नै मलाई यिनी लक्षणहरू धेरै नै याद छन्। पहिलो नम्बरमा स्कुलको ब्रेक टाइममा रबर ब्यान्ड साथीहरूसँग खेलिरहँदा थकान भएको महसुस। दोस्रोपल्ट स्कुलबाट घर फर्किँदा उकालोमा साइकल डोराउँदा महसुस भएको थकान। र तेस्रोपल्ट साथीभाइसँग नुहाउन खोलामा जाँदा नुहाई र कपडा धुई सकेर घर फर्कदा उकालोमा महसुस भएको थकान। काँक्रोमा पानी भरेर ल्याउँदै गर्दा बाटोमा देखिएको मैले महसुस गरेको थकान। 4 थकानले यस थकानको रहस्यलाई बुझ्दै गर्दा रगत सम्बन्धीको जटिल रोग माइलोडिस्प्लास्टिक सिन्ड्रोम देखाएको थियो, जुन यो कुरा 2069 चैतमा पुष्टि भएको थियो। हस्त नमस्कार।